यो रिलेटिभ भन्ने कुरो पनि छ नि, आफन्तहरू के अचम्मका हुँदो रहेछन्। भर्खर थाहा पाउँदैछु कि मैले यो इमोजीको विषयलाई लिएर छ नि, आफन्त पनि चर्की हुन्छ जस्तो लाग्यो है। मलाई एकजना आफन्तले फोन गर्नुभयो कि सिधै फोन गरेर के भन्नुभयो थाहा छ भने, उहाँले के भन्नुभयो भने भन्न पनि लाजै पर्छ। हजुरले त मेरो फलाना भिडियोमा चाहिँ हाँसेको इमोजी कमेन्ट गर्नु भएछ, हजुरलाई त्यो भिडियो मन परिसेन है क्या हो रे। मलाई अचम्म यार, इमोजी पनि हाँसेको पठाउन नहुने। मलाई थाहै छैन एक त पठाएको त्यो होइन, मैले त्यसरी कमेन्ट गरेको नि मलाई थाहा छैन होइन। यदि कमेन्ट नै गरेको रहेछ भने नि त्यो हाँसेको इमोजी भन्ने त पोजिटिभ कुरा हो नि त, राम्रो कुरा हो नि त। तर उहाँलाई चाहिँ मन परेन छ कि हजुरले त कस्तो हाँसेको इमोजी पठाउनु भएको भनेर मलाई चाहिँ। अनि एउटा के कार्यक्रममा चाहिँ ल हजुरहरू सबैजना आइसियो है, फलानो गते छ, ल हजुर आइसिनु पर्यो है भने ठ्याक्कै फेसबुकमा प्लग गरिदियो। अब यो टिकटकमा चाहिँ मलाई के हो थाहा छैन, मैले हेरेको छैन। तर यो इमोजी भने डेन्जर रहेछ। लाइफको पहिलोचोटि थाहा पाएँ कि मैले यो इमोजी भन्ने कुरो चाहिँ। खासमा कसैलाई पनि यो कमेन्ट बक्समा हुन्छ नि त्यो इमोजी चाहिँ फ्याट्ट फुत्त हुन्छ नि, फाल्नु हुँदैन रहेछ है। मेरो लाइफको ठुलो घटना।